गोकर्ण कस्तो मान्छे हो? म त एकदमै खुल्ला मान्छे हो। खुल्ला मान्छे चिल मान्छे एकदमै। गोकर्ण मान्छे हैन जस्तै चिलमा एकदमै। एउटा हुन्छ नि त्यो भिडियो देख्दा हैन त्यसपछि उसले बनाएका त्यो स्ट्याटस उसको हुन्छ नि जति पनि क्रियाकलाप त्यो सोशल मिडियामा त्यो देख्दाखेरि गोकर्ण चाहिँ कस्तो छ भने एउटा बिचरा दुःख पाछ केटीहरूले छोड्या छन् हैन पीडादायक छ उसको घटना। म अझै लान्छु पीडादायक छन् हैन उ जहिले रुएरै बस्छ यति बेला पनि सायद रुइ नै रह होला कता लेख्दै होला हैन मान्छेले त्यो सोचिरह होला। म चाहिँ कस्तो हो त गोकर्ण अब? म चाहिँ दुःख देखाएर सुखी हुने मान्छे के। ब्ल्याकमेल ब्ल्याकमेल जस्तो हेर मैले मेरो दुःख देखाएँ नि मलाई मान्छेले मन पराए म आफ्नो लाइफ आनन्दले जिरहेछु दुःख देखाएर खुसी बन्नु। मतलब गोकर्णलाई त्यो सोचाइ अब मैले यदि गोकर्ण रुइरहेको छ मैले अहिले भने नि जति पनि त्यो भन्दाखेरि के फरक पर्छ? मलाई भन्न पाइयो तर सोसल मिडियामा देखाउने लाइफ र मेरो रियल लाइफ छुट्टै फरक छ है। अहिले मलाई जुन देखिन्छ तिमीले देखाएको त्यो रुवाको सोसल मिडिया रुइ गराइ गर्ने गोकर्ण रियल होइन। सोसल मिडिया भने चाहिँ कस्तो हो भने एउटा मकुण्डो हो क्या सोसल मिडिया। यसो गर्नु त अब यो धेरै कुरा नगरौँ सोसल मिडिया तर बोल्नु न ल मकुण्डोको बारेमा अलिकति। मकुण्डो कस्तो भने सोसल मिडिया मकुण्डो सोसल मिडिया एउटा मकुण्डो त हो नि। सोसल मिडिया कहिले पनि आफ्नो मकुण्डो उतारेपछि उतारेपछि अर्कै मान्छे। सोसल मिडियामा मकुण्डो उतार्ने मान्छे धेरै छैन। दुईवटा लाइफ हुनुपर्छ क्या मान्छेको छुट्टै छुट्टै हर क्यारेक्टर छुट्टै हो नि त त्यो भने त्यो हो क्या। म त्यस्तो देखिन्छु तिमी त अब अहिले यहाँ पनि रुन आँटिरहेको होइन यस्तो यो लभ स्टोरीका कुराहरूमा खास यो म रुने मन मेरो लाग्दैन तर कसरी आउँछ त्यो कुरा धेरै नजाउँ। अब के भनेदेखि तपाईँको यस्तो धेरै सायरी जान्छ नि त एउटा सायरी जाओस् न त अब कस्तो बारेमा? जस्तै मेरो त मसँग बोलेपछि कस्तो सायरी जान्छ पर्ने हो कस्तो सायरी जानुपर्ने हो मसँग बोल्दा? तिम्रो मेरो हुलिया हेरेर होइन फिल्ममा भन्नु तिम्रो फिल्ममा भन्नु जस्तै मेरो फिल्ममा मसँग बोलिरहेको छ नि त अब मेरो फिल्ममा म कस्तो मान्छे हो त्यही अनुसार। तिम्रो फिल्ममा तिमी भएर म भनिदिन्छु नि त म त अहिले चिनमा छु ल तिमीले जुन फिल गरेर मजाले सुन्छु ल। एकान्तमा बसेर तिम्रो बारेमा सोच्दा पनि मेरो आँखाबाट आँसु झर्ने गर्छ कति सजिलै तिमी मदेखि टाढा भयो है। मैले त आज पनि तिमीलाई मेरो यो मन मुटुदेखि नै माया गरिरहेको छौ। तिमी टाढा भए पनि मेरो यो मनले तिमीलाई टाढा गर्न सकेको छैन। तिमी जाँदै गर्दा मैले तिम्रो लामो समयसम्म तिम्रो बाटो हेरिरहेँ। तिमी एक पटक पनि नफर्की गयो कति निष्ठुरी भयो है तिमी। मलाई हेर्दै नहेरी मेरो वास्तै नगरी तिमी सरासर गयो तर मैले घन्टौँसम्म तिमी हिँडेको त्यो बाटोहरू हेर्दै बसिरहेँ। अब तिमी फर्केर आउँदैनौ थाहा छ तिमी अर्कैको साथमा रमाइरहेको छौ होला तर म तिमीलाई उसैसँग खुसी हौ भनेर तिमीलाई आशीर्वाद दिन पनि सक्दिनँ किनकि मेरो मनमा त तिमी नै छौ। अब तिमी नै मेरो संसार हो भनेर तिमीलाई आफ्नोपनको हक जताउन पनि सक्दिनँ तिमीलाई मायाको आभास दिलाउन पनि त सक्दिनँ किनकि तिमी मेरो साथमै छैनौ। जहाँ छौ जोसँग छौ उसैसँग खुसी हो माया। ठिक छ दामी। म एउटा कुरा भएर है म त त्यो होइन नि फेरि मलाई थाहा भयो म किन गोकर्णको सायरी किन हेर्दिनँ थाहा छ? किनभने काठमाडौँमा मेलम्चीको पानी पुगिरहेछ क्या। किन गोकर्णको सायरी हेऱ्यो भने त्यस्तो आँसु आइदिन्छ मलाई सुन्नु मन लाग्छ। टपिक्स चेन्ज होइन तपाईँ त्यस्तो मान्छे छैन अनि यस्तो चाहिँ कसरी आयो त यो सबै? मैले भने त तिम्रो लाइफ फिल गरेँ अनि म हरेकको क्यारेक्टरमा छिर्न सक्छु क्या। कति छिटो त अनि? त्यो त मेरो नेचर हो मेरो ट्यालेन्ट हो त्यो ट्यालेन्ट है। म यहाँ सुन एउटा तिमीलाई के पनि एउटा सत्य के सुनाउँछु थाहा छ? मेरो गर्लफ्रेन्ड सुन न मेरो गर्लफ्रेन्डको क्यारेक्टरमा छिरेर म बेला बेलामा सायरी लेख्ने गर्छु कि। म त चिल मान्छे हो मलाई त कुनै मतलब त्यो भने मलाई म चिल मान्छे हो मेरो कारणले ऊ रोइरहेछ मैले गर्दा उसको मन रोइरहेछ म चाहिँ गर्लफ्रेन्ड भनेर अनि म रोइरहेको जस्तो लेखिदिने क्या सायरी त्यो भएर भिडियो बनाउँछु कि मैले। अनि अर्को पनि तिमीलाई के सुनाउँछु के सत्य भने मेरो गर्लफ्रेन्डले मलाई जस्तो गर्लफ्रेन्ड पनि छ त्यो कुरा एकछिन गर्छु अनि गर्लफ्रेन्डको कुरा आयो सुन न अलि पहिलाको कुरा हो। उसले मलाई मेरो कारणले उसको मन दुख्यो उसले एकदमै अनि त्यसपछि उसको मन दुखेर उसले एकदमै इमोसनल वर्डहरू लेखेर मलाई यति लामो मेसेज गरेर क्या व्हाट्सएपमा अनि मैले उसले लेखेको वर्डलाई चाहिँ सायरी बनाइदिएँ क्या। मिलियन भ्युज गएको छ टिकटकमा सायद तिमीले पनि खोज्यो भने भेट्छौ। मतलब उहाँको इमोसनललाई तपाईँले युज गरेर भ्युज कमाइदिए है त्योभन्दा ठिक होला
त्यही नै हो तर उसलाई मैले त्यो कुरा पछि उनीलाई उर्साएँ होइन उर्साएँ भन्दा ऊ होइन अब त्यो त अचम्मै लाग्यो नि होइन बिचरा आफ्नो ऊ पोखिरा हुन्छ हाँस्यो पनि तर अलिक पछि झगडा भएला चाहिँ उसले के भने नि मेरो के अरे इमोसनलाई चाहिँ मजाक बनाउँछ सायरी भन्छ भनेर मसँग गुनासो त्यो त नर्मल कुरा हो नि त्यो त गर्नै हुँदैन त्यो खास गुनासो गरेँ तर मेरो लागि त त्यही नै हो मेरो लागि काम मेरो भनौँ न मैले जुन सायरीहरू भन्छु जस्तै हामीसँग अहिले बोल्दा चाहिँ फेरि भोलिदेखि मेरो बारेमा त राइट जाँदैन नि ओ तिम्रो फिल गरेर म लेख्न पनि सक्छु हरेक क्यारेक्टर मसँग जो छोडिन्छ म उसको बारेमा फिल गरिहाल्छु क्या किनभने आफू त त्यस्तो छैन होइन आफू त रुने मान्छे होइन म हरेकको क्यारेक्टर युज गरेर चाहिँ म आफ्नो फिल गर्छु म त रुँदिनँ तपाईँलाई होइन एउटा कुरा सोधेँ क्या तपाईँको टिकटकमा 3-4 लाख लगभग समथिङ अरू गरेर त 5-6 लाखै छन् होइन फेसबुकमा पनि 5 लाख 4 लाख 5 लाख कति छन् होइन यही दुइटै गरौँ इन्स्टाग्राममा पनि छन् क्या 1 लाख जति यत्रो मान्छेले फलो गरिरहेको क्या फलो गर्नुको कारण के हो त फलो गर्नुको कारण गोकर्णलाई फलो किन गर्ने मेरो सोसल मिडियाको जुन मेरो मकुण्डो छ नि त्यो देखेर मकुण्डो देखेर मेरो सोसल मिडियाको लाइफ छुट्टी छ भने त मैले 2 लाइफ युज हुन्छ क्या मेरो 2टा क्यारेक्टर हो क्या म एउटा रियल गोकर्णलाई फलो गरे होइन कि मकुण्डलाई फलो गरे भन्दा मिल्छ मजाले किन नमिल्नु किनभने सोसल मिडियामा फलो गर्ने के तिमी राम्रो देखेर फलो गर्ने हो तिमीलाई तिम्रो कन्टेन्ट देखेर फलो गर्ने हो नि तिमी कुनै मलाई त के आउँछ भनेदेखि युआर नाइस भन्दै टक्क फलो आइरहन्छ त तिमी ह्यान्डसम छौ होइन ल ठिक छ तिमी ह्यान्डसम छौ तिमीले एउटा फोटो राखेर टिकटकमा हाल्छौ एउटा टिकटक आइडी खोलेको छ तिम्रो फोटो एकदम प्रोफाइल पिक्चर ह्यान्डसम छ तिम्रो केही पनि कन्टेन्ट बनाउँदैन केही नि गर्दैन अनि तिम्रोमा फलो बढ्छ त बढ्दैन तिम्रो बढेको भनेको कन्टेन्टले बढ्ने हो क्या तिमीलाई मन परायो होइन क्या तिम्रो कन्टेन्टलाई मन परायो नि त मेरो कन्टेन्ट मन परायो मेरो मैले सोसल मिडियामा देखाउने मेरो क्यारेक्टर मन परायो बढ्यो गर्नुभयो फलो उहाँलाई धन्यवाद छ तर मलाई रियल गोकर्ण श्रेष्ठलाई फलो गरे भएदेखि त मेरो पनि त यहाँ अघि पछि मान्छे इन्थेन होला भनी एउटा कता कता सुनेको थिएँ मैले सोसल मिडिया जति नै फलोवर्स भयो भने हस्पिटलको बेडमा हुँदा एक्लै हुन्छ भने जस्तो नि कारण त्यही त हो तिम्रो कन्टेन्ट मन परायो तिमीलाई मन पराएकै होइन पर्सनल व्यक्तिलाई मन पराउने नै होइन नि जहाँ पनि त्यही रहेछ त्यो हरेक फिल्ममा पनि जस्तै फिल्महरू पनि त्यही त हो नि फिल्ममा त्यही हो जस्तै त्यही हो राजनीतिको फिल्ममा मन परायो होला होइन राजनीतिमा उसले राजनीति गरेर त मन परायो त्योभन्दा राजनीति गर्न धेरै जाने मान्छे रियल लाइफमा चाहिँ मान्छेको फलोवर्स कमै हुन्छ है रियल लाइफमा त फलोवर्स भनेको तिमीले भने जस्तो सीमित हुन्छ फ्यामिली भनेको साथी भनेको फ्यामिली साथी अनि आफ्नो मनको कुरा सेयर गर्ने त्यति हो फलोवर्स रियल लाइफ फलोवर्स भनेको त्यही हो अरू त सबै त्यो सोसल मिडियाको फेक भनौँ न मकुण्डोको फलोवर्स त्यो हो कि अनि त्यसपछि रिसाइ गरेपछि उसलाई फकाउने सूत्र चाहिने मलाई फकाउने झ्याउ लाग्ने क्या फेरि फकाउने न माया गर्छु म तिमीलाई माया यो गर्ने होइन त्यो होइन उसलाई फकाउनु त पर्यो कमसेकम रिसाइरहेको छ ऊ माया त लाग्छ नि त फकाउनु पर्यो फकाउनलाई आउँदैन मलाई फकाउन आउला तर झ्याउ लाग्ने कि माया मेरो माया म तिमीलाई सधैँ माया गर्छु अनि गल्ती पनि गर्ने फकाउन झ्याउ लाग्ने अनि उसलाई पनि त्यो ऊ रिसाइरहेको हुन्छ नि त मेरो आँसु दिएपछि त ऊ के अरे फकिन्छ नि रोएर देखाइदिएपछि ऊ त्यतिकै फक्यो नि क्या फकाउनुको लागि रुइदिने फकाउनुको लागि पनि रुने मतलब माया कोही चाहिँ यस्तो हुन्छ नि त माया गरेर होइन जस्तै त्यो सोचेर मायामा रुने हुन्छ नि त त्यस्तोमा चाहिँ भएको छैन कि त रिस उठ्दा रुइदिने कि त फकाउनुको लागि रुइदिने नयाँ निन्जा टेक्निक जस्तो होइन मेरो मनभित्र यस्तो हदबाट कोहीलाई हुँदैन नि त होइन जस्तै कोही चाहिँ के हुन्छ भनेदेखि अब माया म पनि रुइरहेको छु क्या त्यसरी नै म त धेरै रुइरहेको छु म त रुनै पर्छ भनेर रुन्छु क्या बाध्यता आफै अब विकल्प छैन फकाउन आउँदैन होइन रुनै पर्यो त्यो पाराले रुनु पर्यो होइन त्यसरी त्यो पनि ठिक हो होइन अब अरू के मलाई सोध्नु न केही सोध्ने भए अब तिमीलाई त के सोध्नु तिमीले एकदम कमजोर मान्छे देखिसक्यो मैले होइन यो माया पिरतीको कुरा म कमजोरै छु भनौँ होइन आँखाबाट आँसु यस्तो हो क्या कुरा गर्न जस्तै तिम्रो आँखाबाट आँसु आइसक्यो माया पिरतीको म एकदम कमजोर किनभने होइन मलाई चाहिँ म माया गर्छु होइन गइसकेपछि म हतपत्त विश्वास गर्दिनँ म पनि हतपत्त कसैलाई नि होइन तर विश्वास गरेपछि म यस्तो विश्वास गर्छु कि त्यो मान्छेको मलाई सानो गल्ती भयो भने पनि कस्तो उ लाग्छ क्या एकदमै घातक हो क्या घातक जस्तो मान्छेलाई आँखा चिम्लेर विश्वास गर्नु चाहिँ घातक हो म त्यही छु क्या होइन हतपत्त म फेरि विश्वास गर्दिनँ कोहीलाई मेरो थोरै मान्छे हुन्छ क्लोजको मान्छे होइन तर त्यो क्लोजको मान्छे थोरैबाट पनि मैले चाहिँ कतै धोका खाएँ वा त उसले मैले भने जस्तो भएन होइन कुनै सानो मात्रै गल्ती भेटियोस् क्या त्यसमा त्यो भने चाहिँ मलाई अनि आफसे आफ त्यत्तिकै के हुन्छ होइन आँसु आइदिने जे पनि हुन्छ होइन अब त्यो मेरो फेरि त्यो नराम्रो कुरा म कहिले सोच्दिनँ होइन तर मेरो आउने भनेकै त्यही आँसु अनि मन दुख्छ भन्छ त्यही मनै दुख्यो होला यदि कस्तो भन्ने म तिमीलाई भन्छु एउटा तिम्रो एउटा गर्लफ्रेन्ड थियो होइन गर्लफ्रेन्डले छोडेर गयो भने त्यो गर्लफ्रेन्डले छोडेर गएपछि तिमी
उसको बारेमा के सोच्छौ? उसले राम्रो घर जग्गा पाओस्, उसले राम्रो बोयफ्रेन्ड पाओस्, धनी पाओस्, त्यो त अफकोर्स हो नि। त्यो सोच्छौ तिमी? म त मेरो के छ भने होइन, मसँग जति पनि रिलेसनमा बसेका छन्, अब बस्छन् अझै जान्छन् के हुन्छ त्यो थाहा छैन होइन, तर बसे मान्छे म चाहिँ कहिले पनि नराम्रो चाहिँ सोध्दिनँ क्या उनीहरूलाई। त्यस गएको मान्छेले राम्रो बोयफ्रेन्ड पाओस्, गएको मान्छे म त के सोध्छु भने अझ मेरोभन्दा राम्रो होस् क्या होइन। boyfriend- तर मलाई के चाहिँ मलाई मन पर्दैन भने उसको अर्को भएको चाहिँ देख्न सक्दिनँ, उसको अर्को भएको नदेखौँ होइन, तर उसको यदि राम्रो हुन्छ भने चाहिँ उसको फ्यामिली सहित होइन, उसको अझ कोही आफन्त सहित छ भने चाहिँ मलाई एकदम खुसी लाग्छ, होस् त्यस्तै लाग्छ। अनि फेरि तर के कुरा गरे तिमीले? अर्कोसँग भएको देख्न? अर्को चाहिँ म देख्न सक्दिनँ कि मेरो बिहे नगरी बस्दिने तिम्रो लागि? बिहे गरोस् होइन, तर त्यो चाहिँ के होस् भने हाइट होस्, या त मैले त्यो बारेमा सोच्नु नपरोस् क्या, उसको अर्को छ भन्ने कुरा मलाई त्यस्तो टाइपको छ मेरो चाहिँ। मलाई त त्यो लाग्दैन यार, मलाई त उसले बिहे गरेर गए पनि